सामान्य प्रशासन सेवातिरको व्यक्ति, त्यो सामान्य प्रशासनतिरकोले शिक्षा प्रशासनका ती विविध आयामहरू, ती विषयहरू अथवा त्यहाँभित्रका पदहरू, त्यहाँभित्रका शब्दहरू शब्दावली नै नबुझ्न पनि सक्छु। यही यो कार्यशालाको माथि अर्धचन्द्रका रूपमा लेखिएका 5-6वटा शब्दले भन्न खोजेको कुरा के हो भनेर अर्थ्याउन कसैले मलाई भन्यो भने मैले सक्दिनँ होला। तर तपाईँहरू त्यही काम गरेर आइरहनु भएको छ। त्यो गरिरहेको सन्दर्भमा अझै कोही कतै अपडेट हुनुपर्ने आवश्यकता छ के भन्ने कुराले यहाँहरूले पटक पटक ती विषयहरू औपचारिक रूपमा अथवा अनौपचारिक रूपमा उठाइरहनु भएको थियो। त्यसरी उठाइरहेका कुराहरू र गाउँपालिकाले पनि समेत त्यसलाई स्वीकार गरेको अवस्थामा यो अहिले करिब अध्यापन नभएको खाली अवस्थालाई सदुपयोग गर्दै यहाँहरूलाई यो एउटा अङ्ग्रेजीमा अपडेट भन्ने शब्द, त्यो अपडेटकै लागि हो जस्तो लाग्छ मलाई। किनभने नजानेको तपाईँहरू हुनुहुन्न, नजानेको कोही पनि छैन, मात्रै त्यसमा कहीँ कतै स्तरीकरण गर्न सकिन्छ कि भन्ने सन्दर्भले हामी यहाँ यो 4 दिनसम्म यिनै विषयहरूमा छलफलका लागि, पढ्न र पढाउनको लागि हो जस्तो लाग्दैन मलाई, आपसमा छलफलको लागि हो जस्तो लाग्छ। त्यही छलफलको लागि उपस्थित भएका छौँ। यहाँहरू सबैलाई यो कार्यक्रममा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। साह्रै नजान्ने मान्छेले पनि कोही कतै सुनेका कुराले अन्दाज लगाउन सक्छ। यी पाठ्यक्रम, शिक्षक निर्देशिका, निरन्तर विद्यार्थी मूल्याङ्कन, यीसँग सम्बन्धित केही विषयहरू रहन सक्छन्। त्यो तपाईँहरू शिक्षा प्रशासनको एउटा दिग्गज व्यक्ति, म अर्कोतिर एउटा लेम्यान, सामान्य प्रशासनको कर्मचारी। मैले बुझेको कि 2-3वटा प्रसङ्गहरू भन्छु, त्यो प्रसङ्गहरू सायद पर्सि 18 गतेको यो कार्यक्रमको समापन हुँदै गर्दाखेरि त्यसका उत्तरहरू आउँछन् होला, म त्यो अपेक्षा गर्छु। अध्यक्ष अलि व्यस्त छ कि समय मैले 12 मिनटमा शब्द गरेको थिएँ। हजुरहरूले हिजो एउटा समाचार पढ्नु भयो कि भन्नु भएन? भैरवबाट पोखराको लागि उडेको बुद्ध एयरको जहाज बीच बाटोमा आएर भैरवा नै फर्क्यो। कसैले यो समाचार पढ्नुभयो? भैरवबाट पोखरालाई उडेको थियो, बीच बाटोमा आइपुगेको थियो, पोखरा आउन सकेन, उतै फर्क्यो। यो समाचार कसैले पढ्नु हो? देख्नुभयो सामाजिक सञ्जालमा? देख्नु भएछ के भने बीचमा आउँदै गर्दाखेरि पोखरातर्फ आउने जुन बाटो देखाउने नेभिगेसन सिस्टम हो, प्लेनको नेभिगेसन सिस्टम बिग्रेछ। आकाशमा त यहाँको जस्तो बाटोमा यता लान्छु त्यता लान्छु भन्नु त भएन, प्रत्येक कोडमा डिग्रीमा लानु पऱ्यो। यता आउने नेभिगेसन सिस्टम बिग्रेपछि धन्न उतैपट्टि फर्कनको लागि त पहिला आएको मेमोरी रहिरहेको, त्यही मेमोरीका आधारमा भैरवाको एयरपोर्टमा फर्केर ल्यान्ड भयो। तनहुँमा आइपुगेपछि यताबाट यदि त्यहाँ त्यो मेमोरी रहने प्रविधि नहुँदो हो अथवा त्यो चालक पाइलट उहाँसँग त्यो विशेष क्षमता नहुँदो हो त घटना के गर्थ्यो होला? प्लेन रहँदैन, प्लेनभित्रको कोही पनि रहँदैन। उद्देश्य के थियो? पोखरा भैरवबाट यात्रुहरू पोखरा आउनु, तर बिचमा त्यो प्रणालीमा अप्ठ्यारो भयो। धन्न त्यहाँ अनुभव थियो, एउटा प्रविधि सुरक्षित थियो, त्यसले गर्दा जहाँबाट आएको त्यहीँ फर्केर जान सक्यो, व्यक्तिका जिन्दगी बाँचे। पढाइ पनि त्यस्तै हो जस्तो लाग्छ। कहीँ कतै आफूले अगाडि जाँदै गर्दाखेरि झ्याप्प अपडेट हुन सकिएन अथवा केही कुरामा बिराइयो भने ब्याक भएर फेरि त्यही 0 लेभलबाट सुरुवात गर्नुपर्ने हुन्छ कि भन्ने आफूले स्कुल पढ्दाखेरिका कुरा सम्झेर मात्रै भनेको। यो कुरा कहीँ कतै जोडिन्छ कि जोडिँदैन हजुरहरूले टिपेर राख्नु होला। 18 गते समापनको सन्दर्भमा सहभागीहरूको तर्फबाट जसले केही कुराहरू राख्नुहुन्छ, जो सिक्यौँ भन्ने कुराहरू हुन्छ, त्यसमा यो विषय जोडिन्छ कि जोडिन्न ख्याल गरिदिनु होला। अर्को एउटा कथा छ। कथा भन्दा पनि मेरो आफ्नै अनुभव भन्छु हिजोको, त्यसपछि कथामा जान्छु। हिजो म पोखरामा थिएँ, यता आउने भनेको एउटा त्यस्तै भयो, घराइसी कारण म बसेँ। 7 वर्षकी छोरीलाई आज तिमी पहिलोपटक तरकारी पकाउ त भन्यौँ। हामी यता अर्को केही काममा थियौँ, अर्को कोठामा। उसले तरकारी काटी कराईमा हाले अनि त्यसपछि एउटा उटपटाङ गरेछ। हाल्नुपर्ने नुन
थियो, उसले चिनिहालेछ, केही बोलेकी छैन। अनि खाना पाक्यो, यताको काम सक्यौँ, खाना खाने बेलामा त तरकारी त गुलियो छ, चिया हाजी छ। के गरेको छोरी भनेको, बाबा नुन सेतो हुन्छ है? हो। चिनी पनि सेतो हुन्छ है? हो। अनि सेतोमा सेतो हाल्दाखेरि के बिग्रो त नि भनेर भने के, नुन पनि सेतै हो, चिनी पनि सेतै हो, उस्तै त देखिन्छ। मसिनो चिनी हो भन्दा त उस्तै देखिन्छ। उसले नुनको ठाउँमा चिनी हाले, देखिने कुरा त उस्तै थियो, तर त्यसले स्वाद बिगार्यो, तरकारीको अर्थ आएन। पढाउने बेलामा पनि उस्तै कुरा हो के अरे, उस्तै विधि हो के अरे भनेर नुनको ठाउँमा चिनी हाल्यो भने पढाइ त्यही तरकारी हुन्छ कि भन्ने मेरो एउटा अनुमान हो। यो दोस्रो कुरा, एकपटक एउटा जङ्गलमा सबै जनावरहरूले पढ्ने सन्दर्भमा त्यहाँ पढाइ हुँदो रहेछ, त्यस्तो जङ्गल रहेछ। एउटा वर्ष फेरियो, शैक्षिक वर्ष फेरियो, त्यसमा नयाँ पाठ्यक्रम लागू भएछ। त्यो जङ्गलमा नयाँ पाठ्यक्रम के लागू भएछ भने प्रत्येक जनावरले त्यो वर्ष पौड्न सिक्नुपर्ने अनिवार्य रूपमा। हात्तीले पनि पौड्न सिक्नु पऱ्यो, चराले पनि पौड्न सिक्नु पऱ्यो, किराले पनि पौड्न सिक्नु पऱ्यो, र जसले जानेको छ उसले अर्कोलाई सिकाउनु पर्ने, गुरु शिष्यको सम्बन्ध राख्नु पऱ्यो नि। त्यो गर्दै गर्दाखेरि हात्तीलाई चिट्टा थुक्दाखेरि हात्तीलाई बाँदरलाई पौडी सिकाउनु पर्ने त्यस्तो चिट्टा परेछ। हात्ती गुरु भयो, बाँदर शिष्य भयो। अब हात्तीले बाँदरलाई कसरी पौड्न सिकाउने होला? अप्ठ्यारो भयो नि। अरूले त मान्नन्, हामीले बाँदरले त भनेको मान्दैन, चकचके हुन्छ भन्छन्। सुरु पनि स्कुलका केटाकेटीलाई कस्तो बाँदर जस्तो भन्छौँ, त्यो बाँदरलाई सिकाउन गाह्रो छ। अब त्यो हात्तीले गाह्रो भयो, नगरौँ नसिकाउँ, आफ्नो जिम्मेवारी पुरा हुँदैन, सिकाउँ कसरी सिकाउँ त्यो बाँदरलाई? मान्दैन। यसो सोचेछ, बसेर ध्यान गरे होला, अनि बाँदरलाई फकाइ गरेर आफ्नो सुँडले बाँदरलाई च्याप्प समाएछ, नदीमा छिरेर बाँदरले चोबलेछ। 2-4 पटक चोबल्यो, बाँदर आत्तियो। उसका त्यो दुईटा हात दुईटा खुट्टा मान्ने हो भने हात खुट्टा फटफटायो, पौडी खेले जस्तो भयो नि त त्यहाँनिर। अनि त्यसपछि हात्तीले बाँदरलाई बाहिर निकाल्यो। बाँदर अब म जिन्दगीमा यो पानीमा छिर्दिनँ है भन्दै रुखमा छोड्यो। त्यो बाँदरले कहिल्यै पनि पौड्न सिकेन। जङ्गलमा नयाँ पाठ्यक्रम लागू भएको थियो, त्यो पाठ्यक्रम कार्यान्वयन हुन सकेन। त्यो पहिलो शब्द पाठ्यक्रम छ, त्यो पाठ्यक्रमको कार्यान्वयन विद्यालयमा कसरी हुन्छ भन्ने कुरामा यो कथाले कहीँ न कहीँ जोड्नेछ। सायद यो बिचबिचमा यहाँ सुनिरहँदा ती कुराहरू पनि थाहा हुनेछ। 3टा कुरा भयो, यी 3टा विषयहरूलाई कतिको ख्याल गर्नुहुन्छ। अर्को एउटा अलि लामो कथा छ, त्यो कथाले तपाईँले पनि सम्बोधन गर्छ, मलाई पनि सम्बोधन गर्छ, ओमकार सर र सन्तोष सरलाई पनि सम्बोधन गर्छ, गाउँपालिका समग्रलाई सम्बोधन गर्छ, र ती 4वटा पक्षहरूलाई कसरी सम्बोधन गर्छ भन्ने कुरा तपाईँहरूले विवेचना गर्नुपर्ने हुन्छ। यो तपाईँहरूको लागि 18 गतेको लागि होमवर्क। आज चिया दिवस हो। फर्कँदै थिएँ, चिर्दी खोलामा आइपुग्दाखेरि साह्रै चिया खान तल लाग्यो। अनि छिरेर चिया खाँदै थिएँ। अहिले त खासै सुनिन छोडिसकेको थियो, तर कताबाट त्यो काप्पल पाक्यो भन्ने चराले एउटा बुट्टाको टुक्रोमा कतै बसेर कराएको आवाज सुन्यो। चिया खाँदै थिएँ, काप्पल पाक्यो भन्ने आवाज सुन्यो। त्यो आवाजले हामीले भन्छौँ नि नोस्टाल्जिक बनायो भनेर, पुराना कुराहरू याद दिलाउने भन्ने। म आफू स्कुल पढ्दा 1-2 कक्षा 2-3 कक्षा पढ्दाखेरि घर आँगनमा बसेर आमाले हजुरबाले भनेर त्यो कथाहरूमध्येको एउटा कथा, त्यो काप्पल पाक्यो भन्ने कथाले त्यो चराले सम्झिदियो। त्यो काप्पल पाक्यो भन्ने चरालाई हामीले कसरी किन काप्पल पाक्यो चरा भनेर भन्छौँ भन्ने प्रश्नको जवाब तपाईँहरूसँग छ। त्यो चराको नाम किन काप्पल पाक्यो भनेर रहेको होला?
कसैसँग छ त्यसको जवाफ जान्नु भएको छ भने हात मात्रै उठाइदिनु भन्नु पर्दैन छैन। त्यो चराको खास नाम अथवा अर्को नाम के हो नेपाली नाम हजुरहरूलाई थाहा छ? हात मात्रै उठाइदिनु छैन भने त्यसको चराहरूको नामावलीको लामो नाममा खरानी चरा भनेर भन्छ। एकचोटिको कुरा हो, एउटा जङ्गलमा त्यही खरानी चराको एक जोडी रुखको हाँगामा गुड लगाएर बसेका छन्। दुईवटा भालेपति अब बुढाबुढी भनौँ न हामीले बोल्ने भाषामा। अनि एक दिन बुढाले बुढीलाई प्रस्ताव आएको छ, ए बुढी हेर अब यहाँ यो घर बसिरहेर पनि साध्य भएन, हेर्नु म एकचोटि विदेश गएर आउँछु, परदेश गएर आउँछु। चराले है भनेर अब यहाँ बसेको भएन, केटाकेटी हो भने केटाकेटीलाई पाल्नु पऱ्यो, यताउति सबै कुराहरू हेर्न पऱ्यो, म एकचोटि परदेश गएर आउँछु भनेर बुढीलाई भन्यो। बुढीले होइन किन जानु पर्यो, यहीँ दुःख सुख गरेर खाउँला नि, यहीँ भावमा अलिकति झिङ्गा टिपाउँला, माटोमा गएर खुम्ले किरा निकालौँला, यहीँ जे भेटिन्छ त्यही खाउँला, तिमी किन परदेश जानु पऱ्यो भनेर सोधिरहँदाखेरि बुढाले त्यो मायाको कुरा हो। मायाले सधैँभरि घर धान्न पनि नसक्ला। एक दुई वर्षको कुरा हो, म पुगेर आउँछु, परदेश गएर आउँछु, अलि सहज होला, केटाकेटीलाई पाल्नु सहज होला भनेर बुढीले फगाउने भन्ने काम गर्यो। धेरै बेरपछि अब बुढी पनि राजी भयो, नभन्छ त्यसो जाने भइ जानुहोस्, तर गएर आफ्नो ज्यानभन्दा ठुलो काम नगर्नु होला, ज्यानभन्दा ठुलो सम्पत्ति नगर्नु होला। सम्पत्ति हाम्रो ज्यानका लागि हो, तर ज्यान सम्पत्तिका लागि गएर ख्याल गरेर परदेशमा बस्नु होला, अनि छिटै आउनु होला भनेर हुन्छ त भन्ने बेलुकी भयो, गोडमा दुइटै बसी राति दुइटैलाई निद्रा लाग्यो, दुइटै पुरै खुल्ला भयो। दुईवटा गोडबाट दुईतिर फर्केर आँसु झारिरहेको थिए, एउटाले झारेको आँसु अर्काले त्यति देख्यो। रातभरि त्यत्तिकै रोएरै बित्यो। अब बिहान भएको त बुढो भनौँ न, हाम्रो भाषामा त्यही बुढो चरो परदेश जानुपर्ने छ, बुढीले बिदाई गर्नुपर्ने छ। ती दुईवटा बुढाबुढी भएर माथिबाट खसेर झरेर एकपाटेको पिपलको बोटको चौको त्यो सबभन्दा माथिको हाँगामा आएर बसेछ। त्यहाँसम्म बुढी छोड मारेछ। अनि टुप्पोमा आएर बसे, एकछिनसम्म बसे, दुइटैले बोल्न सकेका छैन। अनि बुढाले बोल्न सक्यो, अब यहाँबाट अगाडि चाहिँ तिमी नआऊ, मलाई यही छ, यहीँबाट लिएर तिमी फर्क, तिमी बुढाले फर्क, म यहाँबाट जान्छु। दुइटैले सर हेऱ्यो, तल पहिरो खोला छ, फाँड छ, माथि फलामखानी छ, हिमाल छ, सर देखिया छ, तर त्यही कुनै कुराले पनि तिनीहरूले लोभ्याएन। दुइटैका मनमा वेदना थियो, पीडा थियो। बुढीलाई बुढाले बिदाई गर्न थियो, बुढीलाई छोडेर जानुपर्ने थियो, पीड थियो। अझ त्यो बुढी चरीको फुल पार्ने बेला बारी छ, त्यो आर्कातिर थियो। धेरै बेरपछि आँगनमा ठुङ्दै दुईवटा छुट्टी बिदाई गए। कहिले आउँछौ पनि भनेर ठ्याक्क उड्न लाग्दाखेरि बुढीले सोधेथी, धेरै समय लाग्दैन, काफल पाक्ने बेलामा म आउँछु, तिमी त्यति बेला चाहिँ बाटो हिँडेर बस्छ कि भनेर बुढाले बुढीलाई ल हुन्छ, म काफल पाक्ने बेला तिम्रो बाटो हेरेर बस्छु, धेरै दुःख नपाऊ भनेर बिदाई गरी बस्यो। फुलबारी उसको फुल पार्ने बेला भएको थियो। 5वटा बच्चा कोरली बच्चालाई हुर्काए। बच्चाले वरपर अरू बुट्टामा बसेका छिमेकी अरू चराहरूका बाबुआमा देख्दाखेरि हाम्रा बाघ है भनेर सोधे, तिम्रा बा परदेश गएका छन्, अब आउँछन्, काफल पाक्ने बेला आउँछन् भनेर आमा चरीले केटाकेटीलाई सम्झाउँछ। बिस्तारै सिजन फेरियो। एक सिजनमा तिनीहरूकै गुणभन्दा तल चौबारीमा बसेर एकजना बटुवाले अथवा एकजना व्यक्तिले डालोमा काफल लिएर ल काफल आयो, मिठो काफल आयो भनेर बेच्न बसेको त्यो देखेछन्। माथिबाट तलबाट काफल आयो भनेर भनेको सुनेछन् ती केटाकेटीले। आमा काफल त पाकिसकेछ, काफल बेच्न पनि बसेछन्, हाम्रा बाघ कहिले आउँछन् त भनेर ती केटाकेटीले आफ्नो आमालाई सोधे।
कहिले काफल पाक्ला र बुढो आउला भनेर कुरिरहेको थिएँ, तर काफल पाक्यो, यता बेच्न लगाइसके, बुढा फर्केर आयो। अहिले नआए पनि अलि पछि आउँछन् भन्दै थम्थम्याउँदै गऱ्यो, केटाकेटीलाई भुलाउँदै गऱ्यो। बिस्तारै त्यो भुलाउने क्रम बढ्दै गयो। त्यो सिजनको काफल सकियो, बा फर्केर आयो। अर्को सिजन आयो, अर्को सिजनमा पनि काफल बेच्न आए मान्छेहरू, काफल बेचे, खानेहरूले काफल खाए, परदेश गयो, खरानी चल्यो, फर्केर आयो, यता गएर बुढी र छोराछोरीले पढ्नु दिनु पऱ्यो। अनि त्यसपछि दोस्रो वर्ष पनि नआएपछि ती छोराछोरीहरूले एउटा रुखमा गएर काफल पाक्यो भनेर भाका मिलाएर कराउन लागेछन्। उता छोराछोरीले काफल पाक्यो भनेर कराउन लागे, यता आफ्नै आमालाई बिरुवा छुट्नु गयो। योभन्दा अगाडिको प्रसङ्ग मैले यहाँ जोड्दिनँ, मिलेछ भने अन्तिममा जोड्नु पर्सि 18 गते। अब यहाँनिर काफल के हो? खरानी चराका भालेपोथी बुढाबुढी पोल, त्यहाँका केटाकेटी पोल, परदेश भनेको कहाँ हो? यी 4-5वटा विषयहरूको प्रश्न यो 4 दिनको तालिम हो। तपाईँहरू त्यसलाई कसरी हेर्नुहुन्छ, कसरी मूल्याङ्कन गर्नुहुन्छ आफ्नो ठाउँमा छ। केटाकेटीको मात्रै मूल्याङ्कन गर्ने भन्दा पनि विषय प्रसङ्गको पनि मूल्याङ्कन गर्न सकियो भने त्यसले अझ तार्किक क्षमता पनि बढाउला, केटाकेटीको मनोविज्ञान पनि बुझ्न सकिएला। तपाईँहरूलाई क्लुको लागि मात्रै भन्छु र म कुरा छुट्याउँछु। त्यो काफल तालिम हो। खरानी चराका भालेपोथी भनेको, बुढाबुढी भनेको एउटा गाउँपालिका हो, एउटा तपाईँहरूको विद्यालय हो। केटाकेटी भनेका विद्यार्थी हो। त्यो ठुलो रुख भनेको यही हो। र त्यो समय सन्दर्भमा जुन परिवेश थियो, त्यो परदेश गएको भन्ने जुन विषय थियो, त्यो चाहिँ हामीले चाहँदै पनि कुनै वर्ष तालिम छुटेको रहेछ भने त्यो छुटेको कुरा चाहिँ परदेश गएको, परदेश गएर त्यहाँ त्यो कथामा त खरानी चरो फर्केर आएको छैन, गाउँपालिका चाहिँ फर्केर आएको छ। धन्यवाद।